जय सियाराम। आज म फेरि हजुरहरूको अगाडि एउटा वास्तुको र मङ्गल ग्रहको कुरा लिएर उपस्थित भइसकेको छु। वास्तु विशेषमा चाहिँ गणेश भगवानको मूर्ति घरको बाहिर द्वारमा राख्नु हुँदैन भन्ने कुरा र मङ्गल ग्रहको ऊर्जाको सम्बन्धित कुरा लिएर आइसकेको छु। जब पार्वती देवी स्नान गर्न जानुभएको थियो त्यति बेलामा चाहिँ गणेश भगवानलाई द्वारपालमा राखेर मेरो अनुमति बिना भित्र जोसुकै आए पनि प्रवेश गर्न नदिनु भनेर गणेश भगवानलाई भन्नुभएको थियो र त्यति बेला शिवजी आइपुग्नु भयो र आइसकेपछि गणेश भगवानले शिवजीलाई भित्र छिर्न नदिएपछि शिवजीले आफ्नो त्रिशूलले जसरी गणेश भगवानको शिर छिन्टाइदिनु भयो त्यसरी नै यदि हामीले घरको मूलद्वार बाहिर हामीले माथि गणेशको मार्बल अथवा गणेशको केही मूर्तिहरू राखेको छौँ भनेदेखिमा चाहिँ त्यस्तो नगर्नु होला। त्यसले चाहिँ घरको वास्तु दोषमा प्रभाव पार्छ र यसले चाहिँ वास्तु दोषमा के प्रभाव पार्छ भनेदेखिमा चाहिँ घरमा कलेशहरू हुने, झैझगडा हुने, घरमा बस्न मन नलाग्ने कुराहरू यसले बनाउँछ। र अर्को भनेको मङ्गल ग्रहको कुरा मैले हजुरहरूलाई किन जोड्न चाहेँ भनेपछि धेरैजनाको देख्न सकिन्छ अहिलेको सिनारियो अनुसारले धेरैको वैवाहिक जीवनमा समस्याहरू आइराखेको हुन्छ। लभ म्यारिज होस् या एरेन्ज म्यारिज होस् दुइटैमा समस्या आइराखेको हुन्छ। यदि हजुरहरूको त्यस्तो केही छ भनेदेखिमा चाहिँ पहिला सुरुमा आफ्नो 5th हाउस र 7th हाउस एफेक्टेड छ या छैन भन्ने कुरा चाहिँ ध्यान पुर्याउनु होला र त्यसपछि आफ्नो मङ्गल ग्रह पनि कस्तो अवस्थामा छ भन्ने कुरा पनि ध्यान पुर्याउनु होला। तपाईँ माङ्गलिक हुनुहुन्छ या हुनुहुन्न। यदि तपाईँ माङ्गलिक हुनुहुन्छ भनेदेखिमा यसले कतै न कतैबाट वैवाहिक जीवनमा सानो खड्को लिएर आइरहेको छ र त्यसबाट बचम र त्यो वैवाहिक जीवनमा समस्या नआओस्, मङ्गल ग्रहको राम्रो प्रभाव होस् भन्ने तपाईँहरू चाहनुहुन्छ भनेदेखिमा चाहिँ मङ्गल ग्रहको उपायहरू गर्नु पर्यो। मङ्गल ग्रह भनेको चाहिँ एउटा बल, साहस र एउटा हामीभित्र भएको एउटा ऊर्जा हो। मङ्गल ग्रह जसलाई प्रभावित हुन्छ त्यो व्यक्तिसँग धेरै ऊर्जा थुप्रिएर बसेको हुन्छ र जब शरीरमा कुनै ऊर्जाहरू अत्याधिक मात्रामा धेरै थुप्रिन्छ भनेदेखिमा त्यो ऊर्जा पोखिन खोज्दाखेरिमा रिस उठ्ने, झैझगडाहरू हुने सम्भावना त्यसले धेरै बनाउँछ, जसले गर्दाखेरिमा आफ्नो वैवाहिक जीवनमा पनि समस्या लिएर आउँछ। अब यो सबै चिज कन्ट्रोलमा राख्नको लागि आफ्नो ऊर्जालाई चाहिँ कन्ट्रोलमा राख्नु पर्यो, जसको लागि चाहिँ मेडिटेसन गर्न सकियो, जिम जोइन गरेर जिममा आफ्नो भयभरको ऊर्जालाई खर्च गर्न सकियो, बिहान बिहान उठेर साइक्लिङ गर्न जाने, अत्याधिक धेरै कुराहरू छ जुनबाट चाहिँ हामीले मङ्गल ग्रहको पनि प्रभाव कम गर्न सकिन्छ। यसै गरी हजुरहरूलाई ज्योतिष सँगसँगै तन्त्र सम्बन्धित केही कुराको जानकारी लिन मन छ, परामर्श लिन मन छ भने मेरो बायोमा गएर व्हाट्सएप नम्बरमा तपाईँहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ। फिजिकल्ली पनि भेटेर परामर्श लिन सक्नुहुन्छ र अनलाइनबाट पनि परामर्श लिन सक्नुहुनेछ। देश विदेशमा रहनुभएका सम्पूर्ण जनहरूलाई श्री हनुमानजीको तर्फबाट धेरै धेरै आशीर्वाद। हजुरहरूले सोच्नु भएको, आँट्नु भएको सम्पूर्ण मनोकामनाहरू पुरा होस्। जय सियाराम, जय श्री राधे।